गाइस हामी चाहिँ बारीमा जान थालेको। यो चाहिँ हाम्रो बारीमा जाने बाटो हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो मम्मी हो, खालि मलाई बारीमा लिएर जाने भन्छन्। आज चाहिँ म बारीमा आएको छु मुङको दाल टिप्नलाई। त्यो पनि म देखाउँछु तपाईहरुलाई, हेर्नु होला। यो चाहिँ मेरो साथी सन्तोषीको घर हो। यसको घरमा चाहिँ दुईटा लिच्ची छ। यहाँ अम्बा पनि फल्दैछ। सन्तोषीको छोरी पनि उनका लुगा सुकाउँदै रहेछ साथीहरू, हेर्न सक्नुहुन्छ। त्यहाँनिर सन्तोषीको छोरीहरू त चाहिँ अर्काको घरको बाटोबाट जान्छौँ बारीमा। अर्काको घर बाटो छोडेर हेर्नु के हो यो यस्तो। आमामा तपाईँहरूले चिन्नुहुन्छ होला, चिन्नुहुन्छ भने कमेन्ट पनि गर्नु होला है। के गर्नु मकै बारी छ कस्तो दामी। आहा हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मम्मी कामै न यहाँ चाहिँ बेसार फल्दै रहेछ। अर्काको घरको बाटो आउँछ हामी चाहिँ हेर्नु उताबाट। यस्तो तपाईँहरूले यस्तो बार गेट देख्नु भएको छ साथीहरू तपाईँहरूले यहाँ नै। यस्तो यो चाहिँ गेट हो। अब चाहिँ हामी हाम्रो बारीमा पुग्न थाल्यौँ। अब अलिकति मात्रै बाँकी छ। उता रुख पछाडि चाहिँ हाम्रो बारी छ। त्यहाँ चाहिँ अङ्कलको बारी रे कुन चाहिँ अङ्कल हो थाहा छैन है। अनि गाई चाहिँ हाम्रो चाहिँ धान रोप्ने बेला भइसक्यो। तर मम्मी घाँसको लागि पाएर अरे म बोल्दै थिएँ, बोल्नु लिनु भयो। हेर्नु हाम्रो मम्मीले कस्तो राम्रो घाँस छ हेर्नु। तपाईँलाई चाहिन्छ भने काट्न आउनु है। हाम्रो बारीमा को चोर पसेछ हेर्नु सक्नुहुन्छ। चोर चाहिँ भन्न मिल्दैन है, घाँस काट्न आएको होला साथीहरू। मेरो चप्पल हेर्नु यसरी फुत्के हिँड्नै सकेन कि सिट छ नि त, अनि हिँड्नै नजानेर होइन कस्तो स्याहाँ भइरहेछ। हाम्रो बारीमा चाहिँ मुङ छरेछ होइन। यो मुङ चाहिँ दिन केही पाक्दो रहेछ कि। अनि कति मम्मीलाई मात्रै दुःख दिनु भनेर म नि आज यसो आएको। आउँदाखेरि चाहिँ हिँड्दा गाह्रै भएछ। हामी चाहिँ फाइनली हाम्रो बारीमा आइसकेको छौँ। यो चाहिँ पानी पटाउनु मोटर पम्पसेट भन्छ। ला हाम्रो मम्मी चाहिँ हेर्नु कसरी लड्नु भयो, हेर्न सक्नुहुन्छ गाई छ। यहाँ चाहिँ धानको बिउ राखेको रे, धानको बिउ राखेको छ होइन। हेर्नु त्यो झारझार जस्तो देखेको म बोटा देखेको छु त्यहाँबाट। यो चाहिँ सबै मुङको दाल छोडेको छ हाम्रो चाहिँ। यो दुईवटा गरा छ ठुल्ठुलो, हेर्न सक्नुहुन्छ। कस्तो राम्रो छ कि हरियाली पनि। यहाँ चाहिँ पानीको टुङ 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 आउँछ ल हेर्नु। हाम्रो मम्मी चाहिँ मुङको दाल टिप्न थालिसक्नु भएको छ हेर्नुहोस्, हेर्न सक्नुहुन्छ। म पनि एकछिन टिप्छु हेर्नुहोस् है त कति टिप्छौँ हामीले आज। साथीहरू हामी चाहिँ मुङको दाल टिप्दैछौँ हेर्नुहोस्। यसरी टिप्नुपर्छ मुङको दाल चाहिँ। एकवटा गरेर एकवटा पाकिरा हुन्छ। दिनकै टिप्नु पर्दो रहेछ यसलाई चाहिँ, साह्रै गाह्रो छ। यसो गरी टिप्नुपर्छ। बोडी टिपे जस्तो के साथीहरू। यो मास पाके जस्तो गरी चाहिँ एकैचोटि नपाक्ने रहेछ हेर्नुहोस् न। तराईको गर्मी छ, बिहान बिहानै गर्मी पनि के विधि भएको यस्तो। हेर्नुहोस् हामी चाहिँ आमा छोरी भएर टिप्दैछौँ। अब के भन्दै हुनुहुन्छ मम्मीले चाहिँ होइन, सुन्नु भएन होला। यस्तै छ गाइस। हामीले चाहिँ यति मुङको दाल टिप्यौँ, आजलाई पुग्यो। हेर्नुहोस् एक झोला भइहाल्यो। मुङको बारी यस्तो छ हेर्नुहोस्। अब हामी चाहिँ जान्छौँ, सरर गर्मी भइसकेको छ। थ्याङ्क्स फर वाचिङ माई भिडियो, बाई बाई।